नमस्ते साथीहरू, मलाई जस्तै दुध चियादेखि क्रस आउने चाहिँ को हुनुहुन्छ भन्नु होला है। आज चाहिँ हामी बस्ने घरको घर पूजा हुँदैछ। ठुलो देब्चीमा मैले चिया बनाउँदैछु अनि हामी सबैजना मिलेर तयारी गर्दैछौँ। कोहीले दुध तताउने, कोही तरकारी काट्ने, कोही के गर्ने, यता रोटी हाल्दै हुनुहुन्छ दिदीहरूले। बच्चाहरू मोबाइल हेर्दैछन्, यता दाउरा बनाउने, कोही अचार बनाउने है। सबैले आफ्नो काम गरिराख्नु भएको छ। पूजा चाहिँ सर म्याडमले तल गर्दै हुनुहुन्छ, हामी चाहिँ माथि बसेर तयारी गर्दैछौँ। मलाई थोरै जतासुकै हात हाल्दै हिँड्दै गरेको छु मैले। रोटी हाल्न त मलाई मनपर्छ, तर बिचको त्यो अलि सानो रहेछ कि रोटी अलि सोचे जस्तो ठुलो भएन। खिर बनाउँदै हुनुहुन्छ त्यसैले। पूजा चाहिँ तल हुँदैछ, गुरुहरूले पूजा गर्नुभएको छ। सर म्याडमले, आमाले सबैजना मिलेर पूजा गर्दै हुनुहुन्छ। हामी चाहिँ माथि बसेर बनाउँदैछौँ। म घरिघरि तल गएर तलको पनि थोरै भिडियो खिच्दैछु। अब यहाँ हाम्रो ठुलीले फेरि के गर्दैछिन्, म पनि गर्छु भनेर है। यो फङ्सन होला नि होइन कि आमाले सिकाउँदै हुनुहुन्छ यसो गर भनेर। रमाइलो हुँदैछ। हामी हिन्दूहरूको के मलाई चाहिँ हाम्रो अब भन्न त त्यस्तो भनेन, त्यस्तैमा हुर्केर होला। हाम्रो चाहिँ मनपर्छ कि सबसे फेभरेट भनेको चाहिँ मलाई माथिबाट पैसा र पानी फाल्ने हो कि। माथिबाट पैसा फाल्दै हुनुहुन्छ, मैले चाहिँ यति टिप्यो भनेर देखाउँदैछु। अनि पानी फालेर उहाँ सर म्याडमहरू भिज्दै हुनुहुन्छ पानीमा। चलन है हाम्रो। मलाई चाहिँ कस्तो मिठो राम्रो लाग्छ कि यो हाम्रो चलनहरू है। फेरि सबभन्दा घर पूजामा मनपर्ने चाहिँ यो माथिबाट फालेको पैसा प्रसाद टिप्ने अनि भिज्ने चाहिँ मलाई एकदम नै मनपर्छ कि। अनि पूजा सकेपछि हामी खाना खाएर हल्का टिकटक बनाउँदैछौँ रमाइलो गर्दै। जसले नाच्न आउँदैन भन्नुहुन्छ उहाँ नै राम्रो नाच्नुहुँदो रहेछ है। बरु म नआउने मान्छे चाहिँ चम्किन्छु, जसलाई आउँछ उसले चाहिँ आउँदैन भन्ने होइन, तर नाच्ने बेलामा चाहिँ राम्रो नाच्ने। रमाइलो छ। दिदीहरू सबैजना मिलेर टिकटक बनाउँदैछौँ है। हाम्रो नयाँ ठाउँ हो कि, हामी आएको धेरै बसेन, तर कस्तो मिलनसार के सबैजना है। नयाँ ठाउँ जस्तै भएन अब। अनि यहाँ रात पर्यो, अब बच्चाहरू नाच्दैछन् यहाँ गीत बजाएर। दुईजना मिलेपछि अनि उति बेला मिल्छन्, उति बेला झगडा गर्छन् है। यिनीहरूको नाटकै अर्कै हुन्छ। फेरि ठुलो चाहिँ सुतिछन् तल गएर, दुईजना चाहिँ यहाँ उग्र गर्दैछन्। अनि लास्टमा चाहिँ हामी सर म्याडम हामी चारजना नाच्यौँ। अरू पनि हुनुहुन्थ्यो हुन त, तर हामी नाचेको मात्रै भिडियो खिच्यो कि। अब फेरि शर्मा नि लाग्छ नि त मलाई सबैको भिडियो खिच्न, त यसो मेमोरी हुन्छ भनेर हल्का भिडियो खिचेर आजको पूजा चाहिँ सक्यो। पूजा पनि यस्तो राम्रो भयो कि दिनभरि पानी आइदिएन है। पूजा सकेपछि पानी आयो। अब पानी आएको त शुभ हो भनिन्छ नि त होइन। अनि यस्तै रमाइलो भयो। हामी आएको एक हप्ता नहुँदै ल घर पूजा खाना ल्याएर रहेछ है। बाई बाई साथीहरू।